Finally, I'm glad with this jungle safari को बम देख्न यस्तो आराम छ कस्तो लाग्यो गुड फाइनली हात्ती भेट्यो है हामीले नि फाइनली है साथीहरु हात्ती भरेपछि चढ्ने हो नि हात्ती ला 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 हात्ती अब चढ्ने अब हात्ती चढ्ने कि नचढ्ने ल ल चढ्ने छ ल मेरो आइफोन लेखेको छ 1 देखि 8 सम्म हामी यहाँ भरे आएर खुलाउनु हैन जाँदाखेरि ढोकेर नि जाने हो कि फाइदा हो राम्रो हुन्छ नि त हात्तीलाई खाइजा आएन त्यो यहाँ हात्ती चढ्न लाग्यो भाइ मिक जाऊ पहिला पहिला माथि चढ्ने फेरि अनि ल अहिले एबिएल को सँग उलाई दिने कि मजा आउँछ यिनीहरु चार जना लिएर आउँछ त्यो सबै यही हो हामी पनि ल ए एमिक है हात्तीलाई ढोक्दिया सुरुमा हात्ती चढ्ने बेलामा चाहिँ घाम लागेको थिएन एकदमै चिसो दिन थियो कि पछि पछि बिच बाटोतिर जङ्गलमा पुगेपछि बल्ल घाम लाग्न सुरु भयो अनि बल्ल लिने आउनुभयो सुरुमा चाहिँ यति बेला चाहिँ एकदमै चिसो अहिले हाम्रो यो क्यामेरा उता दिउँ है सन्चललाई त यो दिए त लाग्नु नखसा ल फेरि त खसेर के गर्नु मन ल साथीहरु फाइनली हामी हात्ती माथि चढिसक्यो त आमा अहिले चुरोट कस्तो मजाले टिकेर दिएको चुरोट ए हो ला 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 अर्को दुईटा हात्ती त्यहाँ स्टकमा छ अब को जान्छ त्यो हात्तीमा हामी दुईटा हात्ती यतामा गइसक्यो ल मम्मी त फेरि फोटो अब के देखिन्छ के देख्छ हामीले अब यहाँ बाघ साग देख्न पनि सकिन्छ मृग सिल्भ देख्न पनि सकिन्छ फेरि यहाँ गैँडा देखिन्छ हामीले अब यहाँ फेरि ए हो त्यो टुप्पो टुप्पो निस्केको गनिन्छ भन्छ ए त्यो भएको त उसमा छ नि त्यो पछिको दिन नौलो छ बस्किन्छ त्यहाँबाट त बच्चाहरू मेरो बच्चाहरू सानो बच्चाहरू हेर्न त मजा आउँछ
आधी घन्टा यता हेर न ब्याक साइड लु अहिले आधी घन्टा त सकिँदो रहेछ नि कति भयो आधी घन्टा भयो भइसक्यो नि 10 बजी पहिला हामी दुईचोटि आएको दुईचोटि नपाएर फर्क्यो कि पहिला जमानामा क्या सानै थियो त्यो पुरा यहाँ मूत्र विसर्जन हक हान्दैछ जुन बेला आयो नि टोइलेट टाइम ओइ दिन्छ हाल्न नि हल्दियो मुद्दा नि मुद्दा उयो के हो हातले लगाइदिन्छ नि त त्यो उस गरेर नि अनि हामी हिजो अलिक कति ट्रेन गऱ्यो होला यो हात्तीलाई कति वर्ष भयो होला यो हात्ती त्यो त विदेश पठाएको दुईटा हात्ती कहाँको यहीँको हो बच्चाहरू राख्ने भ्याइ भन्दा होइन बच्चाहरू हेर्नु पाउँछ मेरो चस्मा छ त्यहाँ अगाडि फर्किनु न त नत्र हाल्दैन होला कि बाहिरको वातावरणमा उसै घुलमिल नभएर हो त्यहाँदेखि त्यो हेम्चासँग एउटा गाडी चढेर घाँस पात हुन्छ यस्तो मान्छेको चाहिँ के हुन्छ भने अब We know. Yes, I mean, choose rhino skin. Rhino skin. राइनोले यो भाले बच्चा हो यो चाहिँ त्यो चाहिँ माउ हो कसलाई एल्निसलाई यहाँबाट फर्काउनु त्यो सामको कहाँ राख्नु हात्ती सफारी जङ्गल सफारी चाहिँ सक्यो कस्तो घुमाए जस्तो लाग्यो त नि है औडै हुँदो रहेछ हेर्नु यस्तो घुमाए जस्तो हुँदो रहेछ त्यो त्यस्तै भयो त नि म पनि ओइ ल आया गाडी लाग्यो जस्तै हात्ती लाग्यो कि यो बेलामा चाहिँ बेङ्गल घुमा म पनि औडा म पनि फिनी नै बनाएको पेट कस्तो बनाएको म त गाडी लगाए जस्तो बनाएको नि
अहिले चाहिँ हामी सिजीबाट फर्केपछि अनि बल्ल खाना खान थालेको बिहानको एकदमै सबैलाई एकदमै भोक लागेको बेला भएर एकदमै मिठो भयो खाना फापरको ढिँडोसँग लोकलको कुखुराको मासु सबै अर्ग्यानिक साग अर्ग्यानिक अनि यहाँको तरकारी पनि अर्ग्यानिक यो चाहिँ नवलपरासीको पाते ढिँडो भन्ने एकदमै फेमस खाना पनि एकदमै राम्रो फ्रेस हुँदो रहेछ सबै भाइ हाम्रो दाइ ग्रेभी पनि ल्याइदिनु न ग्रेभी मासु भातसँग फलमा चाहिँ एउटा रस दुईटा ग्लास दिनु ग्लास